Hello guys, welcome to my new videos. अहिले चाहिँ सानो मेरो नजिकैको सानो पार्कमा आइपुगेको छु। आज यसो शीतल ताप्न आइदिएको पार्कतिर। पार्कतिर एकछिन के छ हेर्न गयौँ, घुमौँ। पछि भिडभाड चाहिँ देखिनँ आज मैले। नजिकै छ र हो रुमबाट 10 मिनट, साइकलमा 10 मिनट लाग्दो रहेछ। सो यस हेरौँ अब। ठुलो हेर्दै हिँड्नु पऱ्यो अब। हेर्नुहोस् है, यस्तो घाममा हिँड्नुभन्दा त शीतलमा ट्याक्क लाएर एक ठाउँमा बसौँ जस्तो फिल भइरहेको मलाई। राम्रो छ अब के हेर्ने, घाम लाग्यो हिँड्ने ठाउँ छैन। सब फुलहरू फुलेर पनि हालिसकेको रहेछ। हेर्नुहोस् फुलहरू अलिक ढिलो भइदियो, फुलको फोटो खिच्ने ठाउँ रहेछ। यत्रो प्रोग्राम गर्ने ठाउँ छ त। हेर्नुहोस् आनन्द शीतल भाप्दै बस्ने ठाउँ। हेर्नुहोस् कति राम्रो नजारा। अब फुलहरू भएको ठाउँमा जान्छु म। पार्कमा आएर पिङ नखेल्ने भन्ने कुरो त हुँदै हुँदैन नि गाइस। पिङ भन्छ के अरे, झुलुङ्गो। ल ल शीतल तापेर बस्दा बस्दा कति आनन्द भयो, कति आनन्द भयो। मान्छेहरू कति बसिरहेको, एकजना आनन्दले त्यो रुखमा के हो यो, चराको गुण हो कि क्या हो यस्तो खतरा। कति राम्रो देखेको है, यस्तो दामी। चोर चोर हिँड्न त दिन्न होला, हिँडिदियो होला, देख्यो भने मार्ने होला। कति राम्रो फुल फुलिरहेछ। सेतो हरियो पहेँलो। मार्छ होला हौ, तल त्यो झरे। खोइ त यहाँ भन्दै आएन। पानी हेर्नुहोस्, पानी। पौडी खेल्न चाहिँ मजा आउँथ्यो होला यो पुलमा। हेर्नुहोस् न, सुनसान छ। एक्सर्साइज गर्ने मान्छे मात्रै, बुढाबुढीहरू मात्रै देख्छ। एक्लै एक्सर्साइज गर्दै शीतल ताप्दै ल के गर्दै यस्तै हो। शीतल शीतल हिँड्नु पऱ्यो, घामले पोलो। अलिक झन् कति कालो मान्छे झन् कालो बनाउँछ घामले। ठुलो हो पार्क, घुमेर सकिँदैन। त्यति साह्रो छैन, आनन्द आयो। त्यो दुईजना छ नि, त्यो उसले मलाई यीशुको बारेमा खै के भनिरहेको थियो। मलाई यहाँ मजाले कोरियन भाषा आउँदैन, के दिएर भए गा गड इज लभ रे यदि छ।
केक दिएछ यो के हो सानो दुध हो के हो दुधै त होला दिएर भन्छ हामी सामने त भन्नुभयो जानुभयो सारा कति मजाले चलिरहेको र साथी अब चाहिँ फाइनली अब फर्किनु बेला भयो धेरै घुम्यो र साथीहरू फाइनली अब अलिअलि घुमियो अब तिर खत्म पर्यो बाय बाय टाटा सो गाइज अब अलिअलि भिडियो सर्टहरू पनि गरियो अब अहिलेको लागि यति नै अर्को भिडियो तपाईहरुले साथ सपोर्ट गर्नु होला मेरो च्यानललाई यसो लाइक सब्स्क्राइब शेयर गर्न नभुल्नु होला हस्त बाई